नमस्कार। बिन्दासले बिकटक सितिमिति दिँदैन। फेरि बिकटक भनेर फुर्ती लागेको सन्दर्भमा नठान्नु होला। BIG बिग भनेको बिन्दास इन्टेलिजेन्ट जिनियस टक भनेको के बिकटक भनेको है। इन्टेलिजेन्ट र जिनियस टक बाहेक बिन्दास अरू गर्दैन। यो नेताहरूले जस्तो फाल्तु टक्स हो, यो आउरे बाउरेहरूले जस्तो वायत गन्थन होइन ताइना तुइका कुराहरू बिन्दासले गर्दैन र बिन्दाससँग त्यो फोकटिया विषयको लागि समय पनि छैन। आजको विषय जेन्युन छ र तर्कपूर्ण छ। त्यो हो विभाजन, विषयान्तर र ब्रह्मलुट। तपाईँ हामी सबैलाई थाहा छ आज देशमा ब्रह्मलुट भइरहेको छ। भ्रष्टाचारले सीमा नागेको छ। भ्रष्टाचारको आरोप लागेका मानिसहरूसँग रोपनीका रोपनी जग्गा दान लिएर आफ्नो पार्टीको मुख्यालय शिलान्यास गर्ने हदसम्मको नैतिकहीनताले तपाईँको चाहिँ नि छरपष्ट भएको छ। सत्तामा भएका मानिसहरूलाई लाज शरम छैन। लाज शरम घिन पचाएर खुलेआम भ्रष्टाचार अनैतिकतामा उनीहरू फँसेका छन्। शासक हुनु भनेको करिब करिब लुटेरा हुनु हो भन्ने एउटा चाहिँ आम मान्यता समाजमा व्याप्त भएको छ। र पशुपति शर्माको बहुचर्चित गीत, जसलाई सत्ताका आउरे बाउरे नन्दी भृङहरूले बन्द गराउनुपर्छ भनेर चाहिँ नि आवाज पनि उठाएका थिए। लुट्न सके लुट कान्छ, लुट्न सके लुट, अरू ठाउँमा के हुन्छ नेपालमा यो छुट भन्ने खालको एउटा गीत थियो पशुपति शर्माको। सायद अहिले पनि युट्युबमा हेर्न सकिन्छ। त्यो ब्रह्मलुट नेपालमा भइरहेछ। नेपाली जनतामा त्राइमाम छ। दिनौँ नेपालीहरू विदेश गइरहेका छन्। महँगीले सीमा नागेको छ। एउटा ग्राहकको नाताले बजार जाँदाखेरि तरकारीको भाउ सोद्धाखेरि, यो खाद्यान्नको भाउ सोद्धाखेरि, विभिन्न किसिमका सामानहरूको भाउ सोद्धाखेरि मलाई मुटुमा ढक्क हुन्छ। त्यति म अचाकले बढाएको छ। कालो बजारियाहरू बढाएको छ। बिचौलिया दलालहरूको नेपालमा बिग छ। शिक्षाको अवस्था त्यस्तै छ। स्वास्थ्यको अवस्था त्यस्तै छ। मेडिकल माफियाहरू सल्बलाएका छन्। शैक्षिक माफियाहरू सल्बलाएका छन् र जताततै बिचौलियाहरूको बिग छ। सोझा साझा नेपालीहरूको बेल्ली बाँड छ। र यो सबै सामाजिक व्यथिति विसङ्गतिको मूल नाइ के भएर सरकार बसेको छ। सरकारको काम त जनतालाई राहत दिने हो नि, यिनीहरूबाट मुक्ति दिने हो नि। महँगीबाट, मेडिकल माफियाबाट, शैक्षिक माफियाबाट होइन विभिन्न किसिमका चाहिँ व्यथितिहरूबाट सरकारले मुक्त दिनुपर्ने हो। तर सरकार आफै उनीहरूको संरक्षक भएर बसेको छ होइन। र त्यो किन भन्दाखेरि ब्रह्मलुट गर्नलाई। अब तपाईँहरू सबैलाई मैले भनिरहनु पर्दैन, यो देशमा ब्रह्मलुट छ। त्यो ब्रह्मलुटको विरुद्ध जनता एक न एक दिन विद्रोहमा त उत्रिनै पर्छ। र संसारभरिको इतिहासले के भन्छ भने जब सरकार सत्ता लुटेरामा परिणत हुन्छ, जब शासकले नै शासकहरूकै तपाईँको चाहिँ संरक्षकतामा ब्रह्मलुट हुन्छ देशमा, त्यति बेला चाहिँ जनताको विद्रोह हुन्छ क्या। र त्यो जनताको विद्रोह त्यति बेला हुन्छ जब जनताका मूलभूत एजेन्डाहरू लाइमलाइटमा आउँछन्, हाइपमा आउँछन् क्या होइन। जनताले भोगेका विषयवस्तुहरू, सत्ताका अकर्मण नेताहरू, जनताप्रति अनुत्तरदायी भएको शासनका कुकृत्यहरू र यो प्रधानमन्त्री ठिक छैन,
यसले बर्बाद गर्यो देश। जस्तो अहिलेको उदाहरणको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गैर जिम्मेवारपूर्ण काम गरिराख्नु भएको छ, जनताप्रति उत्तरदायी हुनु भएन, जनतालाई गरेका वाचा पुरा गर्नु भएन भन्ने एजेन्डा चाहिँ एकदम हाइपमा आउनुपर्छ मिडियादेखि लिएर जताततै, अनि बल्ल जनताको दबाव सिर्जना हुन्छ, जनता जागरुक हुन्छन्, जनता सही ट्र्याकमा सडकमा आउँछन् र त्यसपछि देश फेरि अग्रगमनतिर छलाङ लाउँछ। यथास्थितिप्रति चाहिँ नि हो विद्रोह, यथास्थिति विरोधी विद्रोह, यथास्थितिको विरुद्ध जनता विद्रोहमा उत्रिसकेपछि नै यथास्थितिमा क्रमभङ्ग हुन्छ र मुलुकले अग्रगामी छलाङ मार्छ। यो अग्रगामी छलाङ मार्नको लागि जनताका मूलभूत एजेन्डाहरूले प्राथमिकता पाउनुपर्छ। तर शासकहरूले के गरिदिन्छ भन्दाखेरि डाइभर्ट एन्ड रुलको सिद्धान्त अपनाउँछन्, अर्थात् विषयान्तरको। मैले अघि भनेको थिएँ विभाजनको, पहिला विभाजन गर्छ जसले यो शक्ति जनताको शक्ति छ, जनविरोधी सत्ताको विरोधको जुन जनपक्षीय सत्ता छ शक्ति छ त्यसलाई फुटाइदिन्छ, फुटाएर पनि लागेन भने विषयान्तर गरिदिन्छ भनेको अहिलेको मूलभूत एजेन्डाहरूलाई ओझेलमा पार्ने काम गरिन्छ र चाहिने नचाहिने वाहियात विषयहरू चाहिँ नि सत्तामा ल्याइन्छ कि यो यसमा सत्ताहरू पनि सत्तासीन पार्टीहरू पनि लागिरहेको हुनसक्छ होइन। हामी नेपाली जनतासँग गोरु बेचेको पनि साइनो नभएको, हाम्रो नेपाली जनताको उन्नति प्रगति र के भन्दाखेरि हितमा चाहिँ नि तात्विक अन्तर नपार्ने, समाजको अग्रगामी रूपान्तरणको लागि, आर्थिक रूपान्तरणको लागि कुनै सरोकार नभएका ताइना तुइका विषयहरू के है चाहिँ नि हाइटमा आउँछ, हिट हुन्छ क्या है, र त्यसलाई भन्छ विषयान्तर, त्यसलाई भन्छ डिभाइड एन्ड रुल। अर्थात् ब्रह्मलुटका लागि विभाजन र विषयान्तर। अहिले हेर्नुहोस् राजतन्त्र फर्काउने कि नफर्काउने, राजावादी राजा ठिक कि बेठिक होइन, राजतन्त्र पुनर्स्थापना कि गणतन्त्र भनेर सिङ्गो मुलुक बहसमा उत्रिएको छ। मलाई त के लाग्छ भने त्यो गल्लीको कुकुरले पनि त्यो भोग्दाखेरि चाहिँ नि यही विषयमा चाहिँ बहस गरे जस्तो लाग्न थाल्यो क्या हजुर। हुन्छ नि नन इस्यु हो क्या यो, राजतन्त्र ठिक कि गणतन्त्र ठिक भन्ने प्रश्नलाई आजभन्दा 15-20 वर्ष अगाडि नै हामीले समाप्त गरिदिया हो क्या, टुङ्गाइदिया हो क्या। कम्प्युटरमा हामीलाई हुन्छ नि, कम्प्युटरमा चाहिँ कुनै प्रोसेस हामीले चालेपछि नेक्स्ट 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 भन्दै जान्छ, अनि लास्टमा चाहिँ तपाईँको चाहिँ नि सबमिट गरेर होइन डन भएपछि त्यहाँबाट त्यो फिनिस हुन्छ नि, फिनिस बटन हामीले थिच्छौँ नि लास्टमा कम्प्युटरमा होइन। कम्प्युटरमा एक्चुअली फिनिस बटन थिदिएपछि त्यो डाउनलोड हुने कुरा डाउनलोड भइसक्छ होइन, इन्स्टल हुने कुरा इन्स्टल भइसक्यो। हामीले नेपालमा गणतन्त्र इन्स्टल गरिसक्यो क्या, कुरा बुझ्नु भएन, गणतन्त्र इन्स्टल भइसक्यो र यो चाहिँ के भन्दाखेरि फङ्सनमा आइसक्यो। अब त्यो एकचोटि फिनिस बटन थिचिसकेपछि छ नि त्यहाँ ब्याक अप्सन हुँदैन नि, तपाईँहरूलाई थाहा छ नि कम्प्युटर चलाउने मान्छेलाई। त्यस्तै नेपालमा एक्चुअली गणतन्त्र स्थापना गरिसकेपछि राजनैतिक विषयलाई, व्यवस्था परिवर्तनको विषयलाई हामीले फिनिस गरिसक्यो क्या, कहिलेसम्म व्यवस्थाको लागि लडिराख्ने भनेर होइन। र पूर्ण प्रजातन्त्रको चाहिँ नि यो स्थापना भइसक्यो, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसक्यो। त्यसले गर्दा अब हामी चाहिँ आर्थिक क्रान्तिको एजेन्डामा प्रवेश गर्ने हो। आर्थिक क्रान्तिको एजेन्डामा को मार्गमा चाहिँ आर्थिक क्रान्ति नेपालको समृद्धिको मार्गमा चाहिँ जो अवरोधहरू खडा हुन्छ तिनीहरूलाई छिमल्ने हो क्या, कुरा बुझ्नु होइन, तिनीहरूलाई छिमल्ने। हाम्रो आर्थिक चाहिँ तपाईँको विकासको लागि चाहिँ यदि यो सरकार बाधक भयो भने यो सरकार हटाउने, काङ्ग्रेस बाधक भएर आयो भने काङ्ग्रेसलाई सिधाइदिए पनि हुन्छ, माओवादी पनि यो देशको आर्थिक क्रान्तिमा चाहिँ बाधक भएर आयो भने माओवादी भन्ने पार्टी पनि हामीलाई चाहेन होइन। एमाले भन्ने पार्टी चाहिँ तपाईँको आर्थिक समृद्धिमा बाधक भएर आयो भने त्यो पार्टी पनि भङ्ग गरिदिए हुन्छ, नयाँ पार्टीहरू आउँछन्। तर पार्टी सिस्टम चाहिँ अब भङ्ग हुँदैन क्या होइन। माओवादीमा कोही नेता खराब भयो भने हटाइदियो, काङ्ग्रेसमा हटाइदियो, सबै हटाइदियो, तर राज्यमा चाहिँ अब सिस्टम चाहिँ राष्ट्रपति सिस्टम, प्रधानमन्त्री सिस्टम, कार्यकारी तपाईँको चाहिँ प्रधानमन्त्री होइन हो। भोलि संविधान संशोधन भएर हामीले चाहिँ नि प्रत्यक्ष कार्यकारी तपाईँको चाहिँ नि राष्ट्रपति होइन, प्रत्यक्ष कार्यकारी तपाईँको चाहिँ प्रमुख डाइरेक्ट इलेक्सनबाट आउने व्यवस्था गऱ्यो भने झन् राम्रो होइन। तर बाउको चाहिँ नि के भन्दाखेरि
ले जन्माएको भरमा चाहिँ छोरो चाहिँ राजा हुने जुन त्यो हुन्छ नि त्यो तपाईँको पुरानो त्यो खासमा त्यो एकदम जङ्गली युगको चाहिँ प्रथा हो। पहिले चाहिँ त्यो कविला युगमा छ नि जनताहरू कुनै चेतना थिएन होइन। त्यो कविला युगमा चाहिँ होइन तपाईँको चाहिँ कविलाको सरदार भन्ने हुन्थ्यो होइन। अनि कविलाको सरदार चाहिँ राजा हुन्थ्यो होइन। त्यो नै राजा जस्तो हुन्थ्यो, सबैले त्यसलाई मान्थे होइन। त्यो जङ्गली युगको कुरा हो क्या त्यो अहिले। अनि त्यसपछि तपाईँको सामन्तिक युगमा चाहिँ जो मान्छेसँग धेरै जमिन हुन्थ्यो, जमिन पनि फेरि तपाईँको लुटेर लडेर तरवारले हानेर होइन अरूको जग्गा खोजेर होइन एउटा सानो राजाको चाहिँ जग्गा जमिन सब खोजेर श्रीमतीहरू तरुणीहरू सब खोजेर आफ्नो बनाएर होइन त्यो चाहिँ के भन्दाखेरि महासामन्त हुन्थ्यो, त्यसैलाई महाराजा भनियो। त्यही भएर हाम्रो त्यो पहिलाको राष्ट्रगानमा तपाईँले सुन्नुभयो भने श्रीमान गम्भीर भूपति भनेको छ क्या। त्यो भूपति भनेको चाहिँ त्यो तपाईँको जग्गा त तपाईँको चाहिँ के भन्दाखेरि लुटेर लिने न हो जग्गा भनेको होइन। भूपति भनेको अब काठमाडौँको राजाले पाटनको राजालाई हरायो, त्यसपछि त्यो पाटनको पनि भूपति भयो त्यो होइन। त्यो पनि मालिक भयो। अनि सिङ्गो नेपालको जमिनहरू सबै उसको मालिक भयो क्या। त्यो भूपति बनायो। त्यस्तो जमाना छ अहिले छैन नि। अहिले त तपाईँको के भन्दाखेरि मैले मेरो श्रीमतीसँग पनि मैले चाहिँ उसलाई कन्भिन्स गरेर मात्र केही काम गर्नुपर्ने हुन्छ। मैले मेरो छोरालाई पनि तपाईँको जबरजस्ती गर्नु मिल्दैन। त्यो डेमोक्रेटिक युग हो होइन। मेरो छोराले पनि पनि मैले हप्काउनु मिल्दैन। चाइल्ड राइटको कुरा हुन्छ, ह्युमन राइटको कुरा हुन्छ, महिला अधिकारको कुरा छ। यो जमानामा एउटा राजाको अगाडि हामी झुक्ने चाहिँ सिस्टम आउँदैन नि। त्यो विवाद चाहिँ हामीले चाहिँ उहिले सल्टाइसकेको हो क्या। जसरी राजतन्त्रमा हामी अब फर्किन सक्दैन, त्यसै गरी राजतन्त्र चाहिन्छ कि चाहिन्न भन्ने विवादमा पनि बहसमा पनि हामी फर्किने होइन क्या। तर फर्काउने काम गरियो नि त। यो भनेको डाइभर्ट एन्ड रोल होइन, विषयान्तर गरियो। दुर्गा परसाई भन्ने हाम्रो नेपाली जनताको दैनिक जनजीवनको विषयसँग हाम्रो आर्थिक रूपान्तरणसँग कुनै सरोकार छैन। उनले गरेका गतिविधि उनका विचारहरूले कुनै त्यस्तो सामाजिक रूपान्तरणमा कुनै योगदान दिँदैन। खालि एउटा युट्युबमा इन्टरटेनमेन्ट टुल्सको रूपमा, इन्टरटेनमेन्ट कन्टेन्टको रूपमा, मनोरञ्जनात्मक विषयवस्तुको रूपमा मात्रै त्यो हाइपमा आउने विषयहरू नै उछालिएका छन् होइन। फलानुले यस्तो भने, उसले यस्तो भने, फलानुले यस्तो भने भनेको छ। अनि खालि मान्छे त्यसैको पछि लागेको छ। हुँदा मेन स्ट्रिमका भनिने मिडियाहरू क्या होइन, नम्बर 1 मिडियाहरू क्या होइन। अनलाइन खबरदेखि कान्तिपुर पब्लिकेसनसम्मका मिडियाहरू क्या नम्बर 1 भन्नेहरू पनि त्यस्तै पात्रहरूको त्यस्तै विषयवस्तुको पछि लागिरहेका छन् होइन। यी अनि त्यो भएपछि त सत्तासीनहरू चाहिँ खुसी हुँदैन। विषयान्तर भएपछि शिक्षा, स्वास्थ्य, रोजगारी, बेरोजगारी, भ्रष्टाचार, महँगी, हाम्रो जनताको दैनन्दिनका समस्याहरू, विभिन्न किसिमका चाहिँ प्रब्लमहरू, दैनिक विदेश जाने मान्छेहरूको एउटा ताती छ। त्यो सबै विषयमा चाहिँ नि इस्युहरू चाहिँ छायामा परेर होइन हग्ने पार्नेको विषयहरू चाहिँ तपाईँको कसले के चाहिँ कहाँ खोक्यो, कसले कहाँ के गर्यो भन्ने कुरा नचाहिने भाइरल चाहिँ नि क्यारेक्टरहरू जसको सामाजिक रूपान्तरणमा कुनै चाहिँ त्यसको भूमिका छैन, हाम्रो आर्थिक स्थिति उकास्न कुनै त्यसको योगदान छैन, त्यस्ता फाल्तु विषयहरूमा चाहिँ हामी चाहिँ अल्मलिरहेछौँ। यही नै हो विषयान्तर, यही नै हो डाइभर्ट एन्ड रोल। र यो काममा चाहिँ यो भइरहेकोमा चाहिँ अहिलेको केपी ओलीको सरकार चाहिँ दङदास छ क्या। मुखले विरोध गरे पनि राजावादीहरूको जुन गतिविधि छ त्यो राजावादीहरूको गतिविधिबाट यदि कसैलाई फाइदा भइरहेछ भने त्यो अहिलेको सरकारलाई भइरहेछ। किनभने सरकार विरुद्ध उठेका जेन्युन इस्युहरूलाई त यो राजावादीको नन इस्युले के फाल्तुको विषयले क्या छायामा पारिदियो नि त होइन। एकछिनको तपाईँको कुनै केको न्यानोमा राजावादीहरू रमाउनु बेग्लै कुरा, तर के भने राजतन्त्र त यसले त फर्काउँदैन। त्यो दुनियाँलाई थाहा छ, त्यो सरकारलाई पनि थाहा छ, स्वयं राजावादीहरूलाई पनि थाहा छ। त्यही हो राप्रपाको अलिकति हाइप बढ्यो। तर जनता सरकार विरुद्ध जनताले उठाउनु पर्ने जनदबाव सिर्जना गर्नुपर्ने एजेन्डाहरूलाई त यसले छायामा पारिदियो नि त। यो सरकारले चाहेकै यस्तै हो क्या। यो डाइभर्ट एन्ड रुलमा रमाउन चाहने शासकहरूले चाहेको पनि यस्तै हो। यस्तै झिना मसिना समूहहरू उठेर चाहिँ नि उत्पटाङ गरिरहन् होइन, कहिले के होइन, अनावश्यक विषयहरूमा होइन। भ्रष्टाचारको इस्यु पनि राष्ट्रिय इस्यु भयो हुन्थ्यो नि। रवि लामिछाने एकजनालाई समातेर चाहिँ नि तपाईँको चाहिँ नि उपति प्रतिशोध साधेर त्यही समाचार विषय हाबी भइरहेछ। मानव देशमा भ्रष्टाचारीहरूमाथि धमाधम कारवाही भइरहेको जस्तो देखिने, तर वास्तविक भ्रष्टाचारीहरू त शासन सत्तामै छन् होइन, राजनीतिक दलहरूमै छन्, उनीहरूमाथि त कारवाही भइरहेको छैन। एउटा नयाँ गल्ती गरे होला रवि लामिछानेबाट पनि भयो होला, तर उसैलाई चाहिँ कारवाही गरेको कुरालाई हाइपमा ल्याएर डाइभर्ट एन्ड रुलको चाहिँ नि तरिका अप्नाइएको छ। हामी यस्तो डाइभर्ट एन्ड रुलको तरिकाबाट बचौँ र जनताका मूलभूत एजेन्डाहरूलाई अगाडि बढाउँ र बिन्दासले आफ्नो टिकटकमा जनताका यस्तै मूलभूत एजेन्डाहरूलाई अगाडि सार्नेछ र भट्किने काम गर्ने छैन र भट्काउने षड्यन्त्र विरुद्ध पनि चाहिँ नि विद्रोह भण्डाफोर गर्दै जानेछ। यो मेरो युट्युब च्यानललाई सब्सक्राइब र लाइक र सेयर गर्नु होला ताकि बिन्दासले दामी कुराहरू ल्याउन सकोस्। धन्यवाद।